good morning everyone. It's me Simina Shreyas. Today I'm here to present my presentation about color CRT. सुरुमा चाहिँ कलर CRT भन्दा के हो भन्नुभन्दा अगाडि चाहिँ CRT भनेको चाहिँ के हो यसको बारेमा बेसिक कन्सेप्ट बुझ्न आवश्यक छ। CRT stand for cathode ray tube. CRT is a device which convert electronic signals into visual signals. CRT चाहिँ यस्तो डिभाइस हो जसले इलेक्ट्रोनिक सिग्नललाई चाहिँ भिजुअल सिग्नल भनेको चाहिँ हामीले लाइक देख्न मिल्ने इमेज फोटोग्राफिक्सहरूलाई भनिन्छ। अनि त्यसपछि यो हाम्रो इलेक्ट्रोनिक सिग्नल्स चाहिँ यस्तो डिभाइस हो जसले भोल्टेज अप्लाई गरेपछि इन्टु करेन्टमा त्यसपछि चाहिँ भिजुअल सिग्नलमा चाहिँ कन्भर्ट गर्छ र हामीले देख्न सक्छौँ। अब त्यसपछि कुरा गरौँ अर्को टपिक मेन पार्ट अफ CRT। Electron gun produce a stream of electronic भनेको चाहिँ इलेक्ट्रोन बीम पनि भनिन्छ यसलाई। अनि त्यसपछि अर्को छ कन्ट्रोल ग्रिड। कन्ट्रोल ग्रिड भनेको चाहिँ कन्ट्रोल द ब्राइटनेस अफ इमेज। कन्ट्रोल ग्रिडले चाहिँ इमेजको ब्राइटनेसलाई चाहिँ कन्ट्रोल गर्छ। अनि अर्को छ डिफ्रेक्सन सिस्टम। Move the electron beam horizontal and vertical. Horizontal भनेको चाहिँ लाइक एक्स एक्सिस र वाइ एक्सिस अप टु डाउन स्क्रिनलाई सो गर्न हेल्प गर्छ भने भर्टिकलले चाहिँ लेफ्ट टु राइट स्क्रिनलाई सो गर्न हेल्प गर्छ। अनि त्यस्तै गरी हाम्रो अर्को छ फोस्फोरस स्क्रिन ग्लो व्हेन स्टक बाई इलेक्ट्रोन बीम्स। अनि अर्को छ ग्लास भ्याक्युम ट्युब keep the electrons moving freely without air. अब अर्को टपिकमा जाऊँ कम्पोनेन्ट अफ द CRT। यसमा चाहिँ कनेक्टर पिन हुन्छ जसले चाहिँ कनेक्ट द CRT टु एक्सटर्नल सर्किट एन्ड पावर सप्लाई, जसको थ्रुबाट चाहिँ हामीले पावर सप्लाई गर्छौँ जसलाई चाहिँ कनेक्टर पिन भनिन्छ। र अर्को छ बेस होल्ड द कनेक्टर पिन्स एन्ड सपोर्ट द CRT स्ट्रक्चर। बेसले चाहिँ CRT स्ट्रक्चरलाई चाहिँ सपोर्ट गर्दछ। अनि त्यस्तो अर्को छ बेससँग अट्याच हुन्छ जसको चाहिँ हिटर भनिन्छ। जसरी हामीले पावर सप्लाई गरेपछि चाहिँ अटोमेटिक रूपमा चाहिँ हिटर तात्न थाल्छ। अनि हिटरमा चाहिँ अनि अर्को हुन्छ क्याथोड जसले चाहिँ हिटरलाई कभर गरेको हुन्छ, जसको क्याथोड भनेको चाहिँ एउटा नेगेटिभ इलेक्ट्रोन पिन हो जसको थ्रु चाहिँ नेगेटिभ इलेक्ट्रोनहरू दिने काम गर्दछ। अनि यसपछि यो क्याथोड पनि तात्न थाल्छ र तात्न थालेपछि चाहिँ इलेक्ट्रोन बीमहरू चाहिँ छरिएर निस्कन थाल्छ। अनि छरिएर निस्केको इलेक्ट्रोनलाई चाहिँ एउटा सिङ्गल पाथमा डाइरेक्ट गर्नलाई चाहिँ ग्रिडले हेल्प गर्छ। ग्रिड भनेको चाहिँ फोकसिङ सिस्टम पनि भनिन्छ जसको थ्रु चाहिँ जेनेरेट द कन्ट्रोल द इलेक्ट्रोन बीम। यसले चाहिँ इलेक्ट्रोन बीमहरूलाई कन्ट्रोल गर्न र एउटा सिङ्गल पाथमा लैजान चाहिँ हेल्प गर्छ। अनि त्यसपछि अर्को छ यसमा चारवटा एसेम्बलहरू छ जसले चाहिँ फोकसिङ एनोड, एसिमरेटिङ एनोड र प्री एसिमरेटिङ एनोड छ। यसले पनि सेम काम गर्छ, डाइरेक्सन प्रोभाइड गर्ने काम गर्छ। अनि त्यसपछि अर्को छ हाम्रो होरिजेन्टल डिफ्लेक्सन प्लेट। अनि अर्को छ भर्टिकल डिफ्लेक्सन प्लेट। होरिजेन्टल डिफ्लेक्सन प्लेट भनेको चाहिँ डिफ्लेक्ट द इलेक्ट्रोन बीम्स लेफ्ट टु राइट। यसले चाहिँ इलेक्ट्रोन बीमहरूलाई चाहिँ लेफ्ट र राइट लानलाई चाहिँ मद्दत गर्छ। स्क्रिनमा लेफ्ट देखाउने वा राइट देखाउने त्यो डिसाइड चाहिँ हाम्रो होरिजेन्टल डिफ्लेक्सन प्लेटले गर्छ। अनि अर्को छ भर्टिकल डिफ्लेक्सन प्लेट। यसले चाहिँ डिफ्लेक्ट द इलेक्ट्रोन बीम्स अप एन्ड डाउन। इलेक्ट्रोन बीमलाई चाहिँ अप एन्ड डाउन कुन पोइन्टमा चाहिँ स्क्रिनमा देखाउने भन्ने डिसाइड चाहिँ हाम्रो भर्टिकल डिफ्लेक्सन प्लेटले गर्दछ। अनि त्यस्तै गरी अर्को छ हाम्रो फोस्फोरस स्क्रिन जसको थ्रु चाहिँ एउटा पेन्टले कभर गरेको हुन्छ जसले चाहिँ फोस्फोरस भनिन्छ। अनि यसको थ्रु चाहिँ हामीले स्क्रिनमा चाहिँ भिजुअलहरू इमेजहरूले चाहिँ देख्न मद्दत गर्छ। इनकेस अब हाम्रो इलेक्ट्रोनहरू चाहिँ यो पाथ ग्रिड यो फोकसिङ एन्ड्रोइड भन्दा चाहिँ बाहिर गइहाल्यो भने चाहिँ त्यस्तो केसमा चाहिँ हाम्रो यो ग्रिन कलरको जुन सेड छ त्यस एक्युरेटिङ कोटिङ भनिन्छ जसको थ्रु चाहिँ इलेक्ट्रोनहरू बाहिर जानुबाट प्रोटेक्ट गर्ने काम र सेम डाइरेक्सनमा त्यही जहाँबाट आएको थियो त्यही डाइरेक्सनमा एक्युरेट पोइन्टमा लान चाहिँ यो एक्युरेटिङ कोडिङले हेल्प गर्छ।
अर्को छ हाम्रो टाइप अफ CRT, डिफ्रेन्ट टाइप अफ CRT छ जसमा चाहिँ कलर CRT, मोनोक्रोम CRT, ग्रे स्केल CRT छ। आज हामी चाहिँ कलर CRT को बारेमा कुरा गरौँ। कलर CRT, the normal CRT can generate image of single color due to the limitation of phosphorus coating। जसरी हामीले अघि CRT मा चाहिँ इमेज अफ सिंगल कलर ड्यू टू द लिमिटेसन, सिंगल लेयर मात्रै युज गरेर चाहिँ हामीले चाहिँ डिस्प्ले गरेको थियो भने कलर CRT मा चाहिँ जेनेरेट्स अ रेन्ज अफ कलर अफ कम्बाइनिङ द लिमिटेड लाइट फ्रम मल्टिलेयर phosphorus coated कलर CRT। यसमा चाहिँ मल्टिपल लेयर कम्बाइन गरेर चाहिँ हामीले डिफ्रेन्ट कलरहरू भिजुअलहरू चाहिँ देखाउन मद्दत गर्दछ। त्यसै गरी देयर आर बेसिक टु टेक्निक युज डज प्रोड्युसिङ कलर डिस्प्ले, जसमा चाहिँ टु टेक्निक युहरू छ कलरहरू प्रोड्युसिङ गर्ने। त्यसमा फर्स्टमा बिम पेनेट्रेसन टेक्निक यु अनि अर्को छ स्याडो मास्क टेक्निक यु। Beam penetration CRT, let's go through is a type of color CRT displays or a type of color display गर्नलाई अनि it produced color image, यसले चाहिँ color image or different type of color image हरू produce गर्न help गर्छ अनि it generate different color by controlling the speed energy, यसले चाहिँ speed इनर्जी लाई चाहिँ कन्ट्रोल गरेर चाहिँ कलरहरू जेनेरेटेड गर्ने काम गर्छ। अफ द इलेक्ट्रोन बीम्स as it hits a special phosphorus coat in the screen। अनि अर्को छ द स्क्रिन इज कोटेड विथ टु लेयर अफ फोस्फरस, यसमा चाहिँ टु लेयर हुन्छ फोस्फरसमा। रेड फोस्फरस चाहिँ आउटर लेयर हुन्छ भने ग्रीन फोस्फरस चाहिँ इनर लेयर हुन्छ। एन्ड इलेक्ट्रोन गन shoots a beam toward the screen, अनि यहाँ चित्रमा पनि देख्न सक्छौँ इलेक्ट्रोन बीम। जसरी अब हिँड्दैपछि यहाँ इलेक्ट्रोन बीमहरू निस्किन थाल्छ र फोकसिङ पोइन्ट आउन थाल्छ। जसरी यहाँ इलेक्ट्रोन बीमहरू गयो त्यसपछि फास्ट इलेक्ट्रोन बीमले चाहिँ ग्रीन फोस्फरस कोडलाई हिट गर्यो भने त्यसै गरी स्लो इलेक्ट्रोन बीमले चाहिँ रेड फोस्फरस कोडलाई चाहिँ हिट गर्यो र हाम्रो यहाँ स्क्रिनमा चाहिँ कलरफुल इमेजहरू चाहिँ जेनेरेट हुन्छ। अनि कलर प्रोडक्ट्समा चाहिँ लो इलेक्ट्रो बीम स्पिड स्ट्राइक ओन्ली रेड फोस्फरस, लो इलेक्ट्रोन बीम्सले चाहिँ हिट गर्ने भनेको ओन्ली रेडमा मात्रै हिट गर्छ। त्यसपछि हाई इलेक्ट्रो बीम स्पिड स्ट्राइक ओन्ली ग्रीन फोस्फरस, हाई इलेक्ट्रो बीमले चाहिँ हाई इलेक्ट्रोन बीम स्पिडले चाहिँ स्ट्राइक ठोकिन्छ ओन्ली ग्रीन फोस्फरसमा मात्र ठोकिन्छ। अनि मिडियम इलेक्ट्रोन बीम प्रड्युस कलर अफ कम्बिनेसन अफ रेड र ग्रीन, अनि मिडियममा इलेक्ट्रोन बीम्समा चाहिँ एउटा कम्बिनेसन रेड र ग्रीनको कम्बिनेसन थ्रु चाहिँ येल्लो र ओरेन्ज न्यू कलर चाहिँ प्रोडक्ट गर्छ, जसको थ्रु चाहिँ हामीले स्क्रिनमा चाहिँ डिफ्रेन्ट टाइपको कलर इमेजहरू चाहिँ देख्न सक्छौँ। त्यसै गरी अब हामी अर्को टेक्निकको बारेमा हेरौँ। त्यो टेक्निक छ स्याडो मास्क टेक्निक। द स्याडो मास्क टेक्निक इज अ मेथड युज इन कलर CRT, एउटा यस्तो मेथड हो जसमा चाहिँ यो चाहिँ कलर CRT मा युज हुन्छ अनि डिस्प्ले द प्रड्युस फुल कलर इमेज। टेलिभिजन टिभीहरूमा चाहिँ फुल कलर डिस्प्ले गर्नलाई चाहिँ यो स्याडो मास्क टेक्निक युजले हेल्प गर्छ। इट इज वान अफ द मोस्ट इम्पोर्टेन्ट एन्ड वाइडली युज कलर डिस्प्ले, यो चाहिँ वाइडली रूपमा विभिन्न कलर टेक्निक युजहरू चाहिँ कम्प्युटर युज हुन्छ, कम्प्युटर ग्राफिक्स र टेलिभिजनमा चाहिँ युज हुन्छ। अनि यसमा चाहिँ 3 इलेक्ट्रोन गनहरू छ जसमा चाहिँ रेड ग्रीन र ब्लू छ। द स्क्रिन कोटेड विथ RGB phosphorus dot stripes, different color intensities are combined to form of millions of coated. In the above diagram, these are the two pattern how the image dot are painted on the screen. However, there are several such patterns from the different manufacturer. यो तीनटा यो पिक्चरको थ्रु चाहिँ हामीले
दुईटा प्याटर्नहरू देखाएको छौँ र यसमा ग्रिन अनि ब्लू रेडको थ्रु कम्बिनेसन थ्रु चाहिँ हामीले टिभीहरूमा चाहिँ स्क्रिनमा चाहिँ डिफ्रेन्ट इमेज कलरहरू चाहिँ देख्न हेल्प गर्छ। अर्को छ हाम्रो स्याडो मार्क्स सिआरटीको कम्पोनेन्टहरू, जसमा चाहिँ कम्पोनेन्टमा चाहिँ इलेक्ट्रोन गन्स अनि स्याडो मार्क्स र डिस्प्ले छ। डिस्प्ले भनेको चाहिँ हाम्रो चाहिँ स्क्रिनमा देखिने अगाडिको पार्ट हो, जसमा चाहिँ डिफ्रेन्ट धेरै चाहिँ पिक्सेलहरू हुन्छ र स्याडो मार्क्स र यो डिस्प्ले चाहिँ एक आपसमा अट्याच हुन्छ। जस्तो स्याडो मार्क्समा हुन्छ भने पिक्सेलमा पनि त्यति नै यस्तो डिस्प्लेमा पनि त्यति नै पिक्सेलहरू चाहिँ एक आपसमा अट्याच हुन्छ। स्याडो मार्क्समा चाहिँ थोरै धेरै र डिस्प्लेमा धेरै थोरै हुँदैन। यसमा चाहिँ बडा इक्वली रूपमा चाहिँ यसमा होल र यसमा चाहिँ पिक्सेलहरू चाहिँ हुन्छ। अनि त्यसै इलेक्ट्रोन गनमा चाहिँ भोल्टेज अप्लाई गर्यो भने चाहिँ जसको थ्रु चाहिँ तात्न थाल्छ र इलेक्ट्रोन बिम चाहिँ ग्रुप भएर सिङ्गल आउँदैन, यसमा चाहिँ ग्रुप भएर चाहिँ सिङ्गल होलबाट निस्किन्छ र जसको थ्रु चाहिँ हामीले यहाँ डिफ्रेन्ट डिस्प्लेमा चाहिँ डिफ्रेन्ट इमेजहरू कलरफुल रूपमा चाहिँ देख्न सक्छौँ। हाम्रो कलर फर्मेसन इन कलर सिआरटी, जसमा चाहिँ रेड प्लस ग्रिन येल्लो, रेड र ग्रिनको कम्बिनेसन थ्रु चाहिँ येल्लो कलर जेनेरेट हुन्छ। अनि रेड प्लस ब्लू मजेन्टा जेनेरेट हुन्छ। ग्रिन प्लस ब्लू चाहिँ स्यान्ड कलर जेनेरेट हुन्छ। अनि रेड प्लस ग्रिन प्लस ब्लू चाहिँ व्हाइट कलर जेनेरेट हुन्छ। दिस प्रोसेस इज कल्ड एडिटिभ कलर मिक्सिङ। यो कलर कम्बिनेसनलाई चाहिँ एडिटिभ कलर मिक्सिङ भनिन्छ। एडभान्टेज अफ कलर सिआरटी, गुड कलर रिप्रोडक्सन, यसमा चाहिँ गुड कलरहरू चाहिँ रिप्रोडक्सन हुन्छ, नयाँ मिलियन्स अफ कलर इमेजहरू चाहिँ जेनेरेट हुन्छ। अनि हाई रिजोल्युसन, वाइड रिभ्युइङ एङ्गल, अनि स्मुथ ग्राफिक्स डिस्प्ले, स्मुथ रूपमा ग्राफिक्स चाहिँ डिस्प्ले हुन्छ। अनि अर्को छ डिसएडभान्टेज अफ कलर सिआरटी, लार्ज एन्ड हेभी हुन्छ। त्यो साइजमा चाहिँ बिग र हेभी, बोक्नलाई पनि एक ठाउँबाट अर्को ठाउँमा लाने पनि हेभी र अप्ठ्यारो हुन्छ। अनि हाई पावर कन्जम्सन, यसलाई चाहिँ हाई पावर चाहिन्छ। अनि जेनेरेट्स हिट, धेरै तातिहाल्ने धेरै लामो समयसम्म चलाउन नमिल्ने अनि एकैछिनमा तातिहाल्ने चाहिँ विभिन्न प्रब्लमहरू चाहिँ फेस गर्नुपर्छ। रेडिएसन इमिसन। अनि त्यसपछि फाइनल हाम्रो कन्क्लुजन, कलर सिआरटी वाज अ की डिस्प्ले टेक्निक इन कम्प्युटर ग्राफिक्स। यो कलर सिआरटी चाहिँ हाम्रो इमेजहरूलाई कलरफुल बनाउनको लागि चाहिँ यो इम्पोर्टेन्ट पार्ट चाहिँ सिआरटीले खेल्दछ। इनेबलिङ एक्युरेट कलर डिस्प्ले युजिङ आरजिबी बिम्स एन्ड फोस्फरस स्क्रिन, डिफ्रेन्ट कलर कम्बिनेसनबाट चाहिँ इमेजहरू जेनेरेटेड गर्ने काम चाहिँ कलर सिआरटीले गर्दछ। अल्दो रिप्लेस्ड बाई मोडर्न डिस्प्ले, इट रिमेन्स इम्पोर्टेन्ट अफ अन्डरस्ट्यान्डिङ डिस्प्ले फन्डामेन्टल्स। अब विभिन्न प्रकारको टेक्निकहरू सँगसँगै यस कलर सिआरटी पनि इम्पोर्टेन्टको साथसाथै यसमा बेसिक फन्डामेन्ट्सहरूलाई बुझ्न चाहिँ आवश्यक पर्दछ। त्यसैले कलर सिआरटी इज इम्पोर्टेन्ट टु अस। थ्याङ्क यू।